आई लभ यु अदा म तिम्रो गदा भन्नु है त बरु गर्दन काटेर फेतला फाल्छु तिमीलाई परल गर्दिन किन लिम्बुनी गुरुङनी मगर्नी राईनी भोटिनी जिम्बुनी यही मात्रै हो नेवारी मन पर्दैन सुन एउटा कुरा रियल भन्छु सिस्टरलाई लभ यु सिस्टर भनिसक्यो भन्छु मैले किन त नि ए ल ला हो सिस्टर भने भए त ठिक छ गर्लफ्रेन्ड भने पनि के गर्छौ पोखरा नचिने हो र मैले आएर तिमी बिना बन्जम यहाँ जम्पिङ गर्छौ बिना रसी खुट्टामा बाँधेर तपाईँको खुट्टा र मेरो खुट्टा बाँधेर यो आइमा यार यस्तै भएर कि मेरो बुढीले शङ्का गर्ने आजकल यार गरोस् दिदीले गरे नि गरोस् त पागलहरू गरे के भएको यार किङलाई त रित्ता मलाई पनि रित्ता नि भयो यार रिसाउँछु म त आऊ पनिसमेन्ट म्याच खेल्ने कि नर्मल खेल्ने निस्किने बेला भयो छ मसँग आधा घन्टा लु लु आउनु आधा घन्टा मसँग खेल्नु पर्छ कतिमा खेल्ने के पनिसमेन्ट भन्नु तिमी त्यतिकै बस्दै पनि आउँछ युनिभर्स हिजो देखिरहेको थिएँ ल के गर्ने त नि उठेर खेल्ने हान कि हान भन्दै मान्छे राम्रै चाहिँ के युनिभर्स आउँछ हाम्रो त युनिभर्स आउनको लागि 1 वर्ष लाग्छ यार तिमी त म राम्री छैन दुनिया केटी राम्री लाग्छ तिमीलाई म बाइक आइमी भने लाग्छ त के खाली लिम्बुनी गुरुङनी मगर्नी राईनी भोटिनी जिम्बुनी यही मात्रै हो नेवारी मन पर्दैन सुन एउटा कुरा रियल भन्छु मैले तिमीलाई किन काटेको भन्दाखेरि उसको आडी बिचरा बिग्रेको रहेछ है उसको आडी बिग्रेको रहेछ अनि टिकटकमा नम्बर मागेको थिएँ मैले नम्बर मागेँ व्हाट्सएप नम्बर मागेँ हेर्नु रुबेनजी मेरो त आइडी त बिग्रियो पैसा निकाल्न पनि निकाल्ने मान्छेले के बिगारिदियो यसो मेरो नयाँ आइडी हो यसो अलिकति यसो 2-4 गेम मसँग खेलेर कुरो गर्नु न भन्यो उसले अनि अब ठ्याक्क गेम खेल्ने बेलामा अमितजीको रिक्वेस्ट आयो अब यत्रो सपोर्ट गर्ने मान्छेको मैले इग्नोर गर्न सक्छु अनि एक्सेप्ट गरेँ अब बाइबा नगर्ने बेला तिमीलाई बाइबा नगर्ने बेला त कुर्न पर्यो नि त कुरेँ नम्बर पनि दिनुभयो तपाईँले सो वाट भनेको सो वाट अनि अमितजीलाई मात्रै बाई बाई गर्ने हो त नि मलाई पनि बाई अदा भनेर जान सक्दैन लिम्बुनी देखेपछि जिम्बुनीलाई बिर्सिने पागल आयो मेरो चिया बिचराको आइडी ग्रो भएको छ एउटा टिकटकरले अर्को ठाउँमा सपोर्ट गर्न पर्छ नि त अनि आइडी ग्रो गरेको पैसा दिन्छ अरे मसँग माग्नु म दिन्छु अरूले दिन्छ अरे आइडी ग्रो गरेको पैसा कति भयो हिसाब गर्नु हिसाब गरेर पठाइदिनु तिमीले पनि मसँग भिडियो बनाएर मेरो दिन्छु ल हिसाब गर्नु ल तिम्रो किङलाई यता आएर युनिभर्स हान्न भन लु ल किङजी जानु सुन्नु भएको छ युनिभर्स हान्दिनु गएर चलो उसलाई पनि नम्बर बाँड्दै हिँड्दो रहेछ आइडी ग्रो गरेको ऊ लिन्छ अरे पैसा लिन्छ अरे एउटा टिकटकले अर्को टिकटकलाई अनि सपोर्ट गर्न पर्न अनि आइडी ग्रो गर्ने जति सबैजनाको नम्बर लिँदै बस्ने त लु तिम्रो किङजीको पावर हेर्छु एउटा युनिभर्स हान्न भन्छ ल किङजीले सुनिराख्नु भएको छ कि छैन अहिले किङजी मेरो लाइभमा चाहिँ देखाउनु भएको छैन टप आइडीमा उहाँ त गेम खेल्ने बेला जित्ने बेला मात्र आउनुहुन्छ त्यो चाहिँ थाहा भएन अहिले आउनु भएपछि म भनिदिन्छु ल तपाईँलाई साँच्ची चाहिएको हो कसम भनिदिन्छु मैले तिमी आफैले कोट्टाको मैले कि अर्काको आइडी ग्रो म दिन्छु उसको उसलाई समस्या परेको छ भने त म त अनि 1-2 गेम उसँग 2 गेम खेलेर मेरो के हान्छ टिकटक गर्नु त हो ए उसलाई समस्या परेछ भनेर मलाई चाहिँ मुखमै चट्टै काटेर जाने तपाईँले तिमीलाई नकाटिकन तिमी राष्ट्रपति हो मलाई हेला गर्ने बाई अदा भनेर राम्रो मुखले बाई अदा भनेर हाँसेर गयो कति रमाइलो लाग्थ्यो मलाई मुखमा लिपस्टिक लगाएर गर्नेमा बाई भन्दै लिपस्टिक कसले लाउनु भनेको छ जब एउटा बाई भन्न नि नसक्ने हो र हजुरले भनेको यहाँ पनिसमेन्ट भन्नु गफ नगर्नु धेरै पनिसमेन्ट भन्नु पनिसमेन्ट तिमीलाई बाचा गरेको ल तिमी मसँग भिडियो बनाएर तिम्रो आइडी ग्रो भयो लु युनिभर्स हान्न भन ल किङजी युनिभर्स हान्दिनु रे उता गएर लु आज हामी किङजीको पावर हुन्छ केटा मान्छेलाई कतिको माया गर्नुहुन्छ लु हेरौँ लु हान्न भन ल हान्दिनु हुन्छ केही प्रब्लम छैन मैले गोल राखेँ ल हान्न भन ल गोल राखेँ मैले यहाँ गोल राखेँ युनिभर्समा कतिको पावर छ ल म हेर्छु लु म्याच खेल्ने कि नखेल्ने हान्न भन्नु ताकतिलो तिमी भनेको होइन कति पैसा लिन्छ भनेर लु भन गोविन्द हुनुहुन्छ कि युनिभर्स भन ल पैसाको झाकझार छौ यार पैसाको झाकझार छौ
आइडी ग्रो गर्नलाई नम्बर दिनु पर्ने रे त्यही भएर रिस उठ्यो मलाई कति पैसा दिन्छ अरे के आइडी गरेर कति पैसा आइडी दिन्छ ग्रो गर्नलाई नम्बरै दिनु पर्छ त यही लाइभमै आएर रबिनजी मेरो आइडी ग्रो गरिदिनु भन्नु हुँदैन मैले पनि त्यही त गरेको थिएँ नि यस्तो हुने मेरोमा कतिजना बिचरा कतिको आइडी बिग्रेको हुन्छ कोही सबैलाई सङ्घर्ष गर्नु सबैलाई पैसा कमाउनु छ अब सबैले मसँग 2 गेम खेल्नु भन्छन् अब उनीहरूलाई नै भन्न सकिँदैन त यार बिचराहरू कतिको आइडी फ्रिज भएको बसेको हुन्छ गेम खेल्दैन भन्छन् खेलिदिन्छु अनि यार आइडी ग्रो गर्ने ला ल तिमीले पैसाको अनि हो टिकटकमै आएर भन्न सकिँदैन त तिमीले पैसाको धाक लागो हो नि त आइडी कति पैसा लिन्छ लु हान एउटा युनिभर्स हाल्न त खै छैन पावर हान लौ भाग लगाएर माथि गोल लगाइसके मैले माथि गोल राखेछन् कतिको युनिभर्स हाल्नु देखाउँछु लु किङजी ल तपाईँको पावर हेर्नुपर्छ गोविन्दजी हो कि किङजी हो ल हान्दिन छ भने छैन पैसा छैन भने चाहिँ पर्दैन छ भने हान्दिन तिमीलाई हान्ने बेलामा त आउँछ भो यार पैसाको धाक लाउने यार पैसाको धाक लगाएको होइन तपाईँले नम्बर दियो भनेर मलाई रिस उठ्यो अरू के होइन जलादिने के भयो तिमीलाई हु आर यु म तपाईँको हुनेवाला कान्छी बुढी हो के हुवारी उनी ल ओके रे ओके हान्छ तपाईँलाई पहिला गेम भन्नु यहाँ लु हान्न त्यो पहिला सुरुमा हान्न पर्छ मैले गोल सुरुमा गेममा हान्यो भने मजा आउँछ क्या त्यस्तो कुरा नगर्नु न कस्तो गेममा हान्ने हो हुन्न अहिले हान्न पर्छ लु बाचा गरेपछि मुखको तिमी यदि मुखको पक्का छ भने ल हान लौ लु कस्तो बिजी युनिभर्स चाहिएको क्या तपाईँलाई दिन्छ भने उसले गेम खेल तिमीले पैसाको धाक लगाएन भने यहाँ कसले पैसाको धाक लगायो भने तिमीले नम्बर दियौ भने होइन त्यही भएर रिस उठ्या आडी गोरो गर्नको लागि निमुलले कति हजार दियो होला 2-4 हजार कति हजार दियो होइन माग भने मैले दियो होइन माग तिमीले पैसा भने त्यस्तो मागेन हो मैले तिमीलाई माग भने दियो उसले कति हजार दियो होइन दुनियाँको बिग म्याच भयो नि भ्युअर्स सबैले दिनुपर्छ त्यो भ्युअर्सको सबै आउने गिफ्टहरू बिग म्याचलाई लयर दिन्छ दुनियाँको आइडी ग्रे गरेर नम्बर दिनुपर्छ त्यस्तो के काम त अनि केही जाँदैन सपोर्ट गर्नुपर्छ बिचरा उनीहरू पनि त कतिको आइडी फ्रिज भएको हुनसक्छ कतिको भ्युअर नआएको हुनसक्छ मसँग गर्दा उनीहरूको रिलिज हुन्छ भने के हुन्छ 2 गेम खेल्दा मेरो के हुन्छ उनीसँग हो मैले भने टिकटकमै आएर भन्न सक्छ नि त नम्बरै दिनुपर्छ त जसलाई नि कतिको कुरा प्राइभेसी हुन्छ पागल कति आइ छ्याट ए प्राइभेसी ल प्राइभेसी रे गाइस प्राइभेसी बुझ्नुभयो गेम खेल्ने भएको छैन त मसँग आई हेभ नो इनफ टाइम आई हेभ जस्ट 50 मिनेट गेम खेल्ने हो भने बाजे त्यही भएर त छिटो भन फर्स्ट पनिशमेन्ट आज त धोबी खानु भएको छ रे बाइक जलाउन भन बाइक जलाउनु त मोरे भन्दिन पर्पोच हो आई लभ यु अदा म तिम्रो गदा भन्नु है त बरु गर्दन काटेर फेतालाई फाल्छु तिमीलाई पर्व गर्दिन किन सेकेन्ड पनिशमेन्ट काप्चो प्याज सिङ्गे खाने थर्ड पनिशमेन्ट खुट्टा यस्तो गरेर होइन 2 मिनटसम्म नमस्ते गरेर बस्ने फुल बडी देखाएर 2 मिनटसम्म फुल बडी देखाएर यस्तो गरेर 3 मिनटसम्म नमस्ते गरेर बस्ने अब त्यसो पनिशमेन्ट सुन तपाईँको भन्नु पहिलो पनिशमेन्ट तिमी बसेर खुट्टा नमस्ते गर्ने ओके दोस्रो पनिशमेन्ट तिमी उता फर्केर डगी बना उता भने के चाक फर्लक्क क्यामेरापट्टि पार्ने फर्काइदेऊ यत्रो सिधै फर्काइदेऊ जे पर्छ आइडी जान्छ अर्को एउटै स्टाइल भयो डगी स्टाइल बनिएर आफ्नो बाल लु कतिको पावर छ तिम्रो गिफ्टरको कतिको पावर छ लु म हेर्छु आज ओके डगी स्टाइल बन्नी र खुट्टाले नमस्ते गर्ने एउटै स्टाइल भयो तीनटा जे पर्छ आज पिछवाडा फर्काइदियो लु यत्रै सिटी यत्रै मेरो पिछवाडा हेर्न मन लागेछ त्यही भएर यदि तिमीलाई बचाउने मान्छे त्यहाँ कोही हुनुहुन्छ भने हान्नुहुन्छ लु यत्रो हान्नुहुन्न के अनि तीसरा पनिशमेन्ट गर्न आएको नामलाई लु तेस्रो पनिशमेन्ट तेस्रो पनिशमेन्ट हार्पिक ब्रसमा राखेर ब्रस दलालु हार्पिकले ब्रस गर 15,000 कति दम हेर 15,000 तिमीले ल्याउन सक्छौ सक्छु 6,400 सक्छु म यहाँ ल आऊ
तिम्रो मात्र मान्छे हाला मान्छे गर्ने माया गर्ने मान्छे पनि छ नि ल वाउ तिमीलाई माया गर्ने मान्छे छ गाइस डबल इट्स ओके किङजी यार बाजेले जिस्केको इट्स ओके भएको बेला दिनु न अहिले दिन पर्छ भन्ने छैन भएको बेला दिनु न अब हिजो त्यत्रो दिएको छ तपाईसँग नि सधैँ कहाँबाट हुन्छ भएको बेला दिनु अब गएर हान्दाखेरि त हुन्छ हिँडिसक्यो त राति मैले देखेँ त नि हिजो हानेर सक्यो होला बिचरा अनि जतिखेर पनि हुन्छ त भएको बेला दिनु भनिदिइरहेको छु त मैले तिमीले च्यालेन्ज गर्ने अहिले दिने पछि तिमीलाई दिए भएन किङजीले जहिले दिए पनि चाहिएन मलाई चाहिएन बस राख यार चाहिँदैन यार चाहिँदैन मलाई चाहिन्छ दिन्छ पछि दिन्छ मलाई चाहिँदैन मलाई गाइस डबल पहिला गाइस लेट्स गो चाहिँदैन गाइस अनि यार फलाना मान्छेलाई आइडी ग्रो गरेर कति हजार दियो भन्छ यार मेरो पालन के राम्रो कि आइडी बिचरा यार उनीको आइडी फ्रिज भएको छ 2 गेम खेल्दिन न मसँग भनेर व्हाट्सएपमा रिक्वेस्ट गर्छ भने मैले के नरानो भन्ने गाइस 2 गेम खेल्दा मेरो के जान्छ गाइस उनीहरूलाई सपोर्ट हुन्छ भने ठिक छ नि त गाइस रिसाउँछ यार दिमाग खराब झ्याम कि झ्याम कति पैसा दियो रे के त्यसरी आइडी गुरुको कति पैसा माग्ने भन्छ उसले पनि मसँग फेवातालमा भिडियो बनाएर उसको पनि त आइडी गुरु भएको छ लु हान युनिभर्स यत्रै सिक्यो हामी पनि टिकटकमा पैसा कमाउन आएको लु हान Let's go my team guys this is the battle come on guys we are here guys सक्दैन भन्छ गाइज ओके सक्दैन भन्छ मेरा मित्रहरूले तर हिम्मत हार्नेवाला छैन गाइज एका देशमा एउटा भ्यागुता थियो भ्यागुताले सयौंपल्ट रुखमा चढ्न खोज्थ्यो गाइज ऊ रुखमा पुग्थ्यो तर खस्थ्यो टुप्पा पुग्न खोज्थ्यो खस्थ्यो त्यहाँका मान्छेले भन्थे सक्थेनस् त सक्दिनस् तर एक दिन उसले रुखमा पुगेर छोड्यो किन थाहा छ किनभने भ्यागुता बहिरो थियो उसले कसैको कुरा सुनेन गाइस तपाईहरुले पनि मलाई सक्दैन नभन्नुस् गाइस आई क्यान डु इट कम on guys push play let's go my team guys okay 15,000 guys 15,000 let's go my team guys okay guys come on triple guys we have triple just focus the game guys come on guys where is the boosting gloves guys if anybody have boosting gloves then drop the boosting glove right now guys we have 6,600 people guys but every people are only watching where is the boosting gloves I am now waiting for the boosting guys but where is that exactly where is the boosting gloves guys nobody have oh my god how to win the game guys it's so very difficult to win the game without boosting gloves the triple is going to be totally waste bro triple pani sakyo yaar दम छ भन्नु भएन खै तिरपलमा 15,000 हाने खोइ दम तिम्रो के हो त नि खै मेरो त अहिले आउँछ तिमी टेन्सन नगर पिर नगर तिम्रो खोइ पुँजी निकाल भन गोजी भित्र हात हालेर बस्ने हैन डोन्ट थिंक वी आर वीक वी आर स्ट्रङ जस्ट वेट के भने इंग्लिश केही बुझ्दैन हामी नेपाली हो पढ्ने बेलामा त बॉयफ्रेन्ड कहाँ भन्दै हिँड्ने बेला झाडीतिर पढ्ने बेला बॉयफ्रेन्ड झाडीतिर बोक्दै हिँड्नु होला रे यसरी कहाँ जानु होला तिमीले को बोक्दै हिँडेको थियो नि झाडीतिर या एक्सपिरियन्स रहेछ हाम्रो बाजेलाई मलाई त थाहा छैन Guys, boost your follow, guys. Come on. The game, we have to make this very, very interesting game, guys. Have we boosting gloves, guys? Have we boosting gloves? I'm just going to boosting, guys. Just. Drop the boosting. Just tell us the brand is the electricity. Just tell us the brand. Utara uchava. मलाई थाहा छ उता आउँछ हामीलाई युनिभर्स दिन पाउन्न केटी मान्छेले दिन त आउँछ नि यार बुस्टिङ खाइ गाइस तेरे
बहते अस्को कि के को आओस् युनिभर्सिटी हिजै भइयो यत्रो आउँछ अब एक दिन 2-4 लाख गिफ्ट हानेपछि यत्रो आउँछ अब नैनो से बहते Anyway, thank you so much Vikram, Indra Gurung, Raymond Galan, Ayan, Maniram, Mr. Dheeraj Sarkar, Nirjala Bhujel, Dolly Chamling, आइडी पनि कस्तो डल्ली डल्ली था सत्य चौधरी, सुशील कुसुम्या खै त नि उता पनि रिचार्ज भएन रे भन्ने सुनि हो म त्यहाँ त हो भएन रे कुनै बेला प्रब्लम हुन्छ उसको साँच्ची हो न झुटो बोलाए नत्र अहिले आएर हानिदिन्थ्यो युनिभर्स ऊ फेरि सन के खाल्यो मान्छे छ यार बिचरा कति रित्ताउँछ यार आउ लास्ट के भेला कति रित्ताउँछ बिचरा अब तपाईँ निस्किने बेला भयो 12 बज्न 8 मिनेट छ अब पुजी सकेपछि अधा खोज्दै आयो चौ त अनि पुजी हुँदा आउनु पर्थ्यो त अघि धोबी हान्थ्यो त अनि हान्ने भने किङजी अरू को छ र किङजीले हाने पनि हान्छ त किङजी नै भए पनि त हान्थ्यो त अनि हामीलाई पनि कमजोर किन हो के मलाई देख्ने बित्तिकै मुख कुचिने क्या तपाईँको कहिलेकाहीँ मलाई माया गर्नु हुँदैन भने म किङजीको मन दुखाउन Guys, there is a boosting girls, guys. Come on. I think it's a very, very dangerous symbol for the other. Anybody here, guys? Guys, boosting ma कसैले पनि फुल नफाल्नु guys. फुल नफाल्नु guys. फुल नफाल्नु guys. यस्तो बेलामा त हान्ने मैले युनिभर्स हो के तर छैन होला साथीहरुसँग सबैसँग हुनु पनि पर्यो नि त ए यार बेलाको बेला बुस्टिङ कसले फालो गाइस फोक्कटा टोटल बुस्टिङ वेस्ट भयो यार फाल्ने बेला ट्रिपल खेल्नु गाइस लास्ट गेमला गाइस अब जानु पर्छ गाइस हामीसँग टपमा आउँछ रुचि थ्यांक यू सो मच नेम्बाङ सिस्टर थ्यांक यू नेम्बाङ जी रेस्पेक्ट guys it will be the last game guys I am going in the live right now guys it's going to be 12 o'clock midnight in the Nepal it's going to be 12 o'clock in the Nepal guys so I just want to take a rest गरौँ त छिटो छिटो टाइमिङ हुँदैन छिटो छिटो ल अघि कम्प्लिट भएन गाइज अहिले कम्प्लिट गरौँ त स्पिड च्यालेन्ज so open the speed challenge my team guys let us open the speed challenge ल हाम्रो टपमा हुने बेला फलो गरौँ guys रुचि is here guys thank you so much guys जित्नु पर्छ धोबी टाइमिङ कम छ अनि यत्रो ठुलो माग्छ फेरि 34 रन निकै ठुलो भने छिटो गाइज छिटो कम्प्लिट टार्गेट हाय यो त्यत्रो स्कोर अनि मान्छेलाई 34 रन पनि कस्तो ठुलो भने कस्तो 34 पनि कम्प्लिट हुन गाह्रो स्पिड च्यालेन्ज के भयो यस्तो एकजना मात्र गिफ्ट लिएर बसेपछि यस्तै हुन्छ अब के गर्नु त कसैले माया गर्दैन हामी गरिबलाई हाम्रोमा त कति धेरै दर्शकले माया गर्छ उत्तिकै ट्रिपल खुल्छ 1 सेकेन्डमा खुल्छ अब मेरो चाहिँ खुल्दैन के भयो अब मलाई माया तिमीले मात्रै गर्छौ अनि त्यही भएर नि दुनियाँले गर्ने I also don't love you ट्रिपल गाइस कसले भने तिमीले माया गर्दैनौ भनेर last game bro last game come on hey guys yaar we have boosting bro guys हामीले boosting पर चाहिँ where is the boosting gloves guys come on this is the last battle okay guys where is the boosting gloves we have just received the boosting gloves guys but I haven't seen the boosting glove right now where is the boosting gloves guys त्यत्रो भर्खर दुईटा बुस्टिङ पर्यो एउटा बुस्टिङ फाल्दैन केटाहरुले यार दा जंगलैमा खरायो जरायो अदला बचाउने किङ कता हरायो Ruchi, thank you so much. Ruchi, if you have boosting gloves, I just want to say please drop the boosting glove 30 seconds last, okay? Because it will be the last battle, guys, and I just want to take a revenge, okay? Please follow our top gift, guys. We have 5,000 viewers. Be strong, my team. मैले तिमीलाई किन माया गर्ने भाइ किन नगर्ने तिमीले मलाई माया Who are you? तिमी को र मैले माया गर्ने इस्मी अदा तिम्रो हुनेवाला कान्छी बुढी हो तिमीले गर नगरे नगर मैले गर्छु तिमीलाई पछाडी बार के म त अगाडिबाटै गर्ने हो सबको खुल्ला खुल्ला भन्छु मैले ए यार त्यस्तो नगर्ला मेरो श्रीमती छ घरमा माया के मैले एकरो माया गर्न पाउँदैन श्रीमती भए पनि
तिमीले नगरे नगर नि त तिमीलाई जबरजस्ती गर भनेको छ र मैले गर्न पाइएन म अगाडिबाटै गर्ने हो पछाडिबाट गर्दिन ए आई मैले त एकान्त भेटे बलात्कार गर्थ्यो नि यार नाम मात्र अदा तर फिदा भयो क्या हो त नि म खासमा तिम्रो फिदा हो के अदा होइन थ्याङ्क यू एबिसिडी ब्रदर धन्यवाद छ एकान्तमा भेट्न आउँछु भने मान्दैनौ डराएर मलाई भेट्नु छैन कोहीसँग प्लिज भेट्न आऊ न एकान्तमा केही जात भेट्दैन कोहीसँग भेट्दैन म किन आई डोन्ट लाइक टु मैले त सुनेको अब अर्कोसँग भेट्नलाई नम्बर सम्बर लिन थालिसक्यो अरे अनि कता धुवा गरेर को जले यहाँ गाइस बुस्टर प्लिज लास्ट गेम ओके लेट्स गो एबिसिडी थ्याङ्क यू ब्रदर एबिसिडी Yeah, yeah, guys, last game. This is the last battle, guys. If anybody have boosting gloves, then drop the boosting gloves right now. यस्तो भन्ने बेला बुस्टिङ पनि आएको छैन गाइस यार के यस्तो लास्टै हारेर आज त हामी बहुत हारेर क्या आज हामी ए गाइस 15 15,000 भनेको हात्ती छिर पुच्छर अड्को भने जस्तो भयो यार Anyway, thank you Raju Gurung, the Gurung are king. Thank you brother Raju guys. सबैले guys please follow the Raju guys. जम्मामाको 1300 मात्र follow छ guys. सबैले मलाई follow गर्न थोलु guys. Please follow our gifter ल guys, okay? Follow our gifter guys. Guys खेल्ने हो र मजा आएन guys यार. के गर्ने बाजे लास्ट रे सबैजनाले भने लास्ट खेल्ने हो लु गाइस लास्ट मैले जित्नु पर्छ 2 गेम भयो उता 15 के ल्याएर बाजेलाई काँचो प्याज खुवाएर जाने है गाइस कसले खान्छ म हेर्छु हैन पर्पोज गराएर जाने गाइस पर्पोज कसम पर्पोज गर्नुपर्छ गर्दन काटेर फाल्छ मैले 3टा अप्सन दिएको छ पर्पोज गर्ने प्याज खानी अनि नमस्ते गर्ने हात मुनिबाट खुट्टा राखेर गर्दन काटेर फाल्छ तर अर्काको छोरी चेल्ला मैले त्यसै बिगार्ने काम गर्दिन होला गाइस ओपन थ्री गर्दिनु है त्रिपोल म त कि पर्पज चाहिँ हुन्न होला सोल्टिना मलाई पर्पोज गर न बाजे यार तिमीले पर्पोज गरे भने म बाटोमा हिँड्ने कुकुरलाई बरु पर्पज गर न म तिमीलाई गर्दिन ल किन दुनियाँलाई गर्छौ मलाई गर्न किन प्रब्लम हुन्छ हो मेरो छैन हो ए म छैन हो अदा छैन मेरो छैन र भन्छ यार Women. गिफ्ट गर्ने किङलाई प्रचार भन गाइस डबल ट्याप लाइभ शेयर एभ्रीवन हेर्नु भन्छ मलाई तपाईसँगै बिहा गर्ने हो जेसुकै भन्नु छ्या बाटामा हिँड्ने सबैलाई बिहा गर्दै हिँड्ने मात्र म त यति बेला म बाटामा हिँडेको कहिले देखाएको छौ भने म प्लेनमा हिँड्छु गाडीमा हिँड्छु ए प्लेनमा हिँडेर होला प्लेनको चक्का जनकपुरमा खसेको के थाहा न तिम्रै घर माथि छतमा खस्यो कि मान्छे पनि यार मङ्गल ग्रहदेखि जबरजस्ती खसाल्ने यस्तै आइरहेको छ यार गाइस डबल ट्याप गाइस प्लिज यो पाली तिरपल ओपन गरिदिनु Guys, please boosting, okay? Make a boosting glove ready, guys. Come on, guys. See, challenging us, guys. It will be danger for her. My team, let's go. We have respect the person, guys. I have 5,000 guys. Don't think we are weak. We are the strong, bro. We are the strong. We can do everything, guys. Come on. Let's go, my team. 5,000 viewers, guys. Come on. ओइ कति छिटो भएको योचोटि त हेर वाह दाको साथीहरू वाह आवाज मैले कोही सुने जस्तो लाग्छ है कुन यो आवाज राजु इज ब्याक कम अन तिरपल गाइस तिरपल बाजे हेर्नु न सबैको बाजे हेर्नु न यहाँ Guys, booster, play, come on! Triple, guys, triple. Come on, fight with us! Fight with us, guys, come on! Fight with triple, us! my guys. Come on, if you have power, then just do it! Let's go! Guys, drop the boosting right now, guys! Drop the boosting gloves! This is the golden opportunity for us! Badriji, thank you.
It will be the golden opportunity for us, guys. We have triple is available already, guys. And we have a respected person, guys. Please follow the respected person, Raju, brother, guys. Please follow, guys. Please, Raju, guys. Please follow Raju. Follow Raju, guys. Top ID. Follow the Nembang. Thank you so much, guys. Guys, go, fast. Let's go, my team, guys. Come on. He is alone, but we are together. Come, my team, guys. Never give up. I have 5,000 viewers, guys. Come on, we can do it, bro. Just wake up, my team. Wake up. Raju, you can do it. Ruchi, we can do it. Be brave. Prakash, Nembang sister, we can do it, guys. We are together, guys. We have to play right now. Don't worry, guys. Just wait and see, guys. We are going to see the power. Come on. 5,000 viewers are here. 5,000 viewers are here. Come on. If there is king, we have a king of kings. Let's go. Come on. Relax. Himmat Nara, guys. Himmat Nembang. Thank you so much. Nembang sister. Respect. Wait and see, bro. Come on, we have 5,000 viewers out here. Let's go, my team, guys. Guys, drop the boosting in 30 seconds last. 30 seconds I'm boosting, guys. Kam khatam. It is a midnight in the Nepal. Guys. We are here to challenge. We are here to get revenge right now. Come on. Let's go. Be strong, my team, guys. I'm waiting for the boosting gloves. Guys, boosting, play. Let's go. Let's get rappa, guys. Booster. Come on. Booster. Last game. Anta. Guys, anybody have boosting? Let's go, my team. सक्दैन रे पहिले अलक्षिना बोल्छ केटाहरु यार त्या दिमाग हमारे जैसा बनने की कोशिश तुम छोड़ दो शेर पैदा होते हैं बनाए नहीं जाते पुष्पा को नेशनल खिलाड़ी समझे गया इंटरनेशनल History tells us that powerful people come from powerful places. History was wrong. Powerful people make places. I was telling you that we have a strong presence. Don't challenge with us. If there is king, we have a king of kings. History tells us that the powerful people come in my life from the different places. They are making me the powerful. बस गर्न सकिँदैन गाइज डगी अब पछाडि फर्केर बस्न सकिँदैन गर नमस्ते गर थ्याङ्क यू गाइज खुट्टा मजा आएको अझै माथि जे पर्छ यता सिक्नु साइलेंट हो जाओ वरना मैं फाइलेंट हो जाऊंगा कैमरामैन जल्दी फोकस करो कैमरामैन के सामने रहो तुम लोग कैमरामैन के सामने रहो
Raj bro, I'm not ready. भएन Where is the king? भएन Enough. Where is your king? You have told me that. There was the overconfidence. Overconfidence can kill the man. We have won the game. Do you know the power of my team? आज जिम गरेर अलरेडी मेरो सिक्राहरु सब राजु। दिएको थियो। Have you listened the name of Raju? Have you listened the name of Nemvang? They are the powerful people out here. Come on. They are making me powerful. And this is the midnight 12 o'clock right now in the Nepal show. I'm going to end the live. I don't like to play more guys. I just want to see I just want to sleep here. ठिक छ अरू पनि नगरिकन यही गरी यार भनेपछि त अनि हातपिकले ब्रस गर्ने अनि चाक फर्काएर गऱ्यो भने आइडी गयो भने अघि भोटिनीको त आइडी गएर बिचरा केही गरेको थिएन मलाई पल्ला रे साइलोले म गएँ मेरो बदला पुरा भयो मेरो टाइम भयो म गएँ किङजी रेस्पेक्ट केही छैन तपाईँले गर्दा हाम्रो गेम च्यालेन्जिङ हुन्छ यार ब्रदर सम्मान छ ल गाइस अदा बाइ बाइ